एनसिआरका आभारी छौँ। फेरि पनि म यति मात्रै भन्छु, भन्ने कुरा धेरै हाम्रो टिमको पूर्व मन्त्रीदेखि लिएर हाम्रा अध्यक्षज्यूहरू हुनुहुन्छ, सबै भनिसक्नुभयो। इक्कोसँग इक्कोले जुन देखाएको माया स्नेह हामीलाई यो तालिममा एनसिएफका मेम्बरलाई चाहिँ बोलाएर तालिम दिएर त्यो कुरा हाम्रो देशमा लागू गर्छौँ, गरिराखेका छौँ। त्यो नै हाम्रो लागि एकदमै ठुलो गुण लगाएको छ। म यति भनेर यो 4 दिन हामीलाई जुन हेनसँग बस्न खान या हामीलाई चाहिँ भिजिट गराउन मेहनत गर्नुभएको छ, यहाँहरू सबैलाई एनसिएफको तर्फबाट मेरो व्यक्तिगत शारदा दाहालको तर्फबाट, एनसिएफ नेपालको तर्फबाट र 27 जना हाम्रो टिम सबैको तर्फबाट, नेपाल देशको तर्फबाट पुनः धेरै 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 धन्यवाद दिन्छु र आभार व्यक्त गर्छु। र यति भन्दै म मेरा भनाइहरू यही अन्त्य गरेँ। हिजो अस्ति हामीलाई घुमाउने सरजी हुनुहुन्थ्यो, उहाँलाई भेटाउन पाएँ मैले, त्यही मायाको छु। हामी कहिले इच्छा गरेका छौँ यो क्रमै भएदेखि अझ सरलाई चाहिँ अनुरोध गर्दै बिदा भएँ। हामी सबै नेताहरू छौँ, सबैले बुझ्नुभएको छ। यति भन्दै पुनः फेरि म इक्कोलाई धन्यवाद दिन्छु, जय सहकारीको अभिवादन व्यक्त गर्दछु। नेपाल देशको जय होस्, भारतको जय होस्, इक्कोको जय होस्, जय।